के छ सबैको हालखबर सन्चै। आज म यो टेलिग्राममा टास्क गरेर पैसा कमाउने भन्ने यो जुन नेपालमा स्क्याम चलिरहेको छ त्यसको बारेमा कुरा गर्न गइराखेको छु। पहिला त म यहाँहरूलाई मेरो सिधै मैले जति पनि योबाट अर्निङ गरेँ त्यो मेरो स्टेटमेन्ट छ ब्याङ्कको। मैले यहाँबाट अर्निङ गरेको यिनीहरूले मलाई टास्क दिएर मैले कम्प्लिट गरेको अर्निङ हो यो। पहिला मैले 200 पाएँ, त्यसपछि अझ 200, अझ 200, 200 गरेर मलाई टोटल 10-15 चोटि यिनीहरूले पेमेन्ट गरिसक्नु भएको छ। मैले यसमा जस्ट इन्स्टाग्राम पोस्टहरूमा लाइक गरेँ, रिभ्यू दिएँ, त्यसै अनुसार मैले पैसा पनि पाएँ। अब म हजुरलाई यहाँ देखाउँछु अगाडि टेलिग्राममा यो कसरी स्क्याम हुन्छ हजुरहरूसित भनेर। मलाई यहाँ पहिला वाट्सएपमा मेसेज आएको थियो कि तपाईँ अर्निङ गर्न चाहनुहुन्छ यस्तो यस्तो भनेर। मैले एस भने, त्यसपछि उहाँहरूले मलाई यस्तो यस्तो कुरा भन्नुभयो। यहाँ हेर्नुहोस्, तपाईँले पज गरेर पढ्न सक्नुहुन्छ। अझ पनि यो मेसेज आइरहेछ यसको टास्कको बारेमा, यहाँ पढ्नुहोस्। उहाँले यो अरूले पनि यसरी कमाइरहेछन् भन्ने कुरा मलाई प्रुफ दिनुभयो। त्यसपछि उहाँहरूले यो 3टा पोस्ट दिनुभयो, यिनीहरूमा लाइक गरे बापत तपाईँले 200 रुपियाँ पाउनुहुन्छ भन्ने कुरा मलाई जानकारी गराएपछि मैले पनि एस भने। अनि त्यसपछि उहाँले मलाई यो सिधै कोड दिएर टेलिग्रामको यो यसमा यो कन्ट्याक्ट नम्बरमा गएर उहाँसित कुरा गर्नुहोस् भन्ने कुराकानी गर्नुभयो। त्यसपछि मैले सिधै टेलिग्राममा गएँ। टेलिग्राममा गएर यो लौरा भन्ने म्याडमसित चाहिँ मैले पहिला सिधै हेलो भनेर मेसेज गरेँ। तपाईँहरूलाई म देखाउँछु अहिले। मैले हेलो भनेपछि हेलो इन्स्टाग्राम वेलकम्स यु टु जोइन अस, आई एम द रिसेप्सनिस्ट, प्लिज प्रोभाइड एज भन्नुभयो। एज चाहिँ मैले झुटो बोलेँ, किनभने आफ्नो सही इन्फर्मेसन चाहिँ दिनुहुन्न स्क्यामरहरूलाई। मैले 30 भने, त्यसपछि ओके प्लिज प्रोभाइड द वालेट पेमेन्ट क्युआर कोड टु फेसिलिटेट फाइनेन्सियल स्टेटमेन्ट अफ कमिसन भन्नुभयो। मैले सिधै यो नम्बर भेजिसकेपछि उहाँले चाहिँ यो यस्तो यस्तो हुन्छ भन्ने कुरा जानकारी दिनुभयो। फेरि यसमा लाइक गर्नुहोस्, ग्रुपमा म एड गरिदिन्छु भन्नुभयो। त्यसपछि डन भने मैले टास्क गर्ने बित्तिकै उहाँले मलाई चाहिँ यो पैसा हालिदिनु भयो। त्यसपछि अझ यस्तै कुराकानी चलिरह्यो, मैले टास्क गरिरहेँ, फ्रीमा 200 रुपियाँ चाहिँ पाइराखेको छु। अनि तल जाँदाखेरि चाहिँ उहाँको फेरि सुरु हुन्छ असली स्क्याम चाहिँ। फेरि उहाँले भन्नुभयो, मैले यस्तै एउटा टास्क गरेर उहाँलाई सेन्ड गरेको थिएँ। उहाँले भन्नुभयो ओके द फाइनेन्स डिपार्टमेन्ट विल पे यु द कमिसन, प्लिज वेट पेसेन्टली, थ्याङ्क यू अनि भन्नुभयो। फेरि स्क्याम यहाँबाट सुरु हुन्छ है, रियल स्क्याम चाहिँ। द नम्बर अफ फ्री टास्क द्याट क्यान बी रिसिभ्ड फ्रम द मर्चेन्ट सिस्टम इज लिमिटेड, इट इज रिकमेन्डेड द्याट यु complete advanced tasks and become a formal employee so that you can work long term and get more long term benefits. अनि उहाँले भन्नुभयो इट इज रिकमेन्डेड द्याट यु डोन्ट स्किप द मर्चेन्ट्स एडभान्स टास्क फर लङ टाइम, एडभान्स टास्क क्यान ब्रिङ यु मोर प्रफिट्स, स्किपिङ फर अ लङ टाइम विल मेक यु लस युर क्वालिफिकेसन्स भन्नुभयो। मैले फेरि भने ओके थ्याङ्क यू, आई विल नट स्किप एनी टास्क फ्रम नाउ भने। फेरि मैले यहाँ टास्क गर्न सुरु गरेँ ग्रुपमा आएको। फेरि उहाँले भन्नुभयो बिकज यु हेभ स्किप्ड एडभान्स टास्क previously, your task qualification has been cancelled, you need to complete advanced task once to regain your qualification भन्नुभयो। अब स्क्यामरले दिएको क्वालिफिकेसन रिगेन गर्नलाई हामीले उहाँहरूलाई पैसा हाल्नुपर्ने कुरा हो खासमा भन्नुपर्दा। वेन यु आर रेडी प्लिज कन्ट्याक्ट मी भन्नुभयो। हाउ टु कम्प्लिट एडभान्स टास्क भने मैले। त्यसपछि चाहिँ उहाँले यो यस्तो यस्तो 2000 3000 जतिबाट पनि सुरु गर्नुहुन्छ, तपाईँले दिएको अमाउन्टमा प्लस 600 गरेर हामीले 2600 चाहिँ टोटल तपाईँले 5 to 10 मिनटभित्र रिटर्न गरिदिन्छौँ भन्ने कुराकानी गर्नुभयो। त्यसपछि मैले ओके वाट इज द नेक्स्ट प्रोसेस भनेर सोधेँ उहाँलाई। चुज द अमाउन्ट टु पार्टिसिपेट भन्नुभयो। मैले 2000 नै भने। त्यसपछि होल्ड अन, यो आफ्टर पेमेन्ट इज सक्सेसफुल टेक अ स्क्रिनसट एन्ड सेन्ड इट टु मी भन्नुभयो। त्यसपछि मैले त्यो यहाँ उहाँले भेज्नुभएको क्युआर कोडलाई चाहिँ त्यसमा
उहाँले अहिले त डिलिट गरिसक्नु भएछ। मैले त्यो ब्याङ्कमा हालेर हेर्दा चाहिँ मैले त्यो नाम चाहिँ अर्कैको नाममा रहेको ब्याङ्क अकाउन्ट दिनुभएको थियो उहाँले। बट दिस अकाउन्ट इज नट इन योर नेम भने पछि उहाँले भन्नु दिस इज सोइङ शिव राजवंशीको नाममा थियो। मैले त्यसैले शिव राजवंशीको नाममा देखाउँदैछ के तपाईँ स्योर हुनुहुन्छ कि तपाईँले भेज्न चाहेको फोटो चाहिँ यही हो भनेर। त्यसपछि उहाँलाई शङ्का लागेपछि उहाँले भन्नुभयो आफ्टर पेमेन्ट इज सक्सेसफुल टेक अ स्क्रिनसट एन्ड सेन्ड इट टु मी, क्यान आई हेभ अ कल विथ यु फर 2 मिनट्स भने। त्यसपछि उहाँले अलिकति बाना बनाउनु भयो। द मर्चेन्ट अकाउन्ट एज टाइम्ड आउट, स्टप पेमेन्ट, कन्ट्याक्ट मी व्हेन यु आर रेडी एन्ड आई विल गेट इट फर यु अगेन, डोन्ट पे प्राइभेटली भन्नुभयो। त्यसपछि मैले भने ओके आई एम अलवेज रेडी बट आई वान्टेड टु टक विथ द अकाउन्ट होल्डर, देन आई विल स्टार्ट इन्भेस्टिङ विथ 20K। बिफोर investing I just want to know the process how your system works। उहाँले भन्नुभयो a mentor will be assigned to guide you to complete the task। त्यसपछि उहाँले मेरो रिप्लाई पनि दिनु भएन। उहाँ अहिले अफलाइन हुनुहुन्छ। यहाँ हेर्नुहोस् म तपाईँलाई टास्क ग्रुपमा देखाउँछु। यहाँहरूको टास्क हेर्न सक्नुहुन्छ। सबैले यो फेक नाम छन्, फेक स्क्रिनसटहरू सेन्ड गरिरहेछन् यो हामीहरूलाई लालच दिनको निम्तिलाई। मैले यहाँका सबै मेम्बरहरूसित कल गरेँ, उहाँले मलाई ब्लक गरिदिनु भयो। यो मैले यहाँका एडमिनहरूसित पनि कुराकानी गरेँ, यहाँहरूले पनि ब्लक गरिदिनु भयो मलाई, कसैले पनि कुराकानी गर्नै चाहेनन्। यही हो यहाँहरूको रियल स्क्याम चाहिँ। यसमा चाहिँ हजुरहरूले नफस्दिनु होला। कसैले पैसा दिन्छ भने पनि त्यो आफ्नो अकाउन्ट डिटेल्स यताउति सेयर नगरिदिनु होला। यो चाहिँ एकदम आजभोलि टास्कको नाममा एउटा दुईवटा फोटो लाइक गर्दैमा 200 300 यसरी फ्रीमा आउँछ भन्ने हुँदैन। पैसा कमाउनको लागि मेहनत चाहिँ पक्कै गर्नैपर्छ। यदि तपाईँहरू पनि यसरी नै स्क्याममा फसिराख्नु भएको छ भने हामीसित कन्ट्याक्ट गर्नुहोस्। हामीले तल हजुरहरूलाई हाम्रो कन्ट्याक्ट नम्बर इमेल प्रोभाइड गरिदिनेछौँ। त्यहाँबाट हजुरहरूले हामीसित कन्ट्याक्ट गरेर त्यो पैसा कसरी फिर्ता लिने भन्ने बारे जानकारी